नमस्ते। अहिले भर्खरै हेर्नुभएको दृश्य यो फेवातालको किनारमा होइन फुड ट्र्याकमा बच्चाहरूले यो गान्धी खेलाइरहेको गेमहरू खेलाइरहेको होइन अनि खानेकुराहरू बेचिरहेको चिया बेचेको एउटा बच्चाको त हातमा यसरी खोइ अब चुरोट हो कि गाँजा हो त्यो थाहा भयो होइन। हामी सिआरटी बैदामका केही साथीहरू अभियन्ताहरू यसो अनुगमन गएका थियौँ होइन। अनि त्यो बच्चाले आफ्नो त्यो भ्याएपछि पछाडिपट्टि त्यो ठ्याक्कै रुखको पछाडिपट्टि अँध्यारो भएको हुन्छ, दुई तिनजनालाई चाहिँ पास गरेको देखियो होइन। अब त्यस्ता खालका क्रियाकलापहरू भइरहेका छन्। त्यो ठाउँमा हिँड्ने ठाउँ हो, जसले गर्दा मान्छेहरूलाई पर्यटकहरूलाई पनि डिस्टर्ब भइरहेको छ। र विदेशी पर्यटकहरूले के सोच्छन् होला, बच्चाहरूले यसरी यस्तो क्रियाकलापहरू गरिरहेको। बच्चाहरू भनेको अहिलेको समयमा अब पढ्ने समय हो होइन, सृजनात्मक कुराहरू गर्ने समय हो। त्यही पनि राति 11 बजे 12 बजे यस्ता क्रियाकलापहरू भइरहेका छन्। सम्बन्धित निकायहरूको यसमा ध्यान जाओस् र त्यो ठाउँ सुन्दर शान्त होस् र तुरुन्तै यो समस्याको समाधान होस् भन्ने हामी अनुरोध गर्दछौँ। धन्यवाद।